एकछिन तलको भिडियो हेर्नु साथीहरू अनि म फेरि त्यसबारेमा भन्छु है। झन् सर्भर डाउन भयो भनेर राज्यले माफी माग्नुपर्ने ठाउँमा 1500 रुपियाँ एक्स्ट्रा तिर्न लगाइएको अवस्था छ। क्युआरबाट पेमेन्ट गर्न मिल्छ नि, यहाँ मिल्दैन क्या त। क्युआर मिल्दैन। देखिहाल्नुभयो यो भिडियो देखेपछि तपाईँहरूलाई के लाग्छ? नयाँले भ्रष्टाचार गरे, पुरानाले भ्रष्टाचार गरे, देश सकाफै गराए, अनि हामी नयाँ गएपछि त सबै डिजिटल सिस्टम हुन्छ भनेर मिलियन 85 मिलियन 108 मिलियन 119 मिलियन कति ऋण यिनीहरूले यति ल्याए। तर अहिले चाहिँ साथीहरू ती लाइसेन्सको डकुमेन्ट बनाउनलाई प्रत्येकलाई क्युआर कोड सिस्टमबाट चल्दैन भन्दै 1500 एक्स्ट्रा पैसा लिउँदै लाइन लाउँदै यातायात विभागले यसरी घुसखोरी गरेको छ भनेपछि पहिलाले घुसखोरी गरेको भन्ने अहिलेकाले झन् हाकाहाकी यिनीहरू क्युआरबाट चल्दैन। राजस्वमा क्युआर गरेपछि राजस्वमा डाइरेक्ट जान्छ। ह्यान्ड क्यास दिनुपर्छ, ह्यान्ड क्यास दिएपछि एक्स्ट्रा 1500 पनि चाहिन्छ भन्दै मागेपछि पत्रकार दिवाकर चाहिँ त्यहाँ यातायातमा छापा हान्न गएपछि त्यहाँको जनताहरूको आकर्षण पनि हो। यो तपाईँहरूलाई कस्तो लाग्छ? नयाँ डिजिटलवालाले देश डिजिटल होइन भित्रभित्रै डिजिटल बनाउने स्थितिमा चल्दैछ साथीहरू। यो क्या दामी छ। घन्टेहरूको सरकार आएपछि नयाँ परिवर्तन यसरी हुँदैछ। करैमाथि कर, त्यसमाथि घुसमाथि घुस। यो हिसाबले पुरानोमा धेरै कम भ्रष्टाचार रहेछ भन्ने कुरा चाहिँ बुझ्यो। नयाँमा गएपछि खाना पाइन्छ, नयाँमा धेरै खाना पाइन्छ भन्ने हिसाबले भरमको खेती गरेर यिनीहरूले भ्रष्टाचार गर्नलाई अग्रसर र भ्रष्टाचार गर्न पाइन्छ भनेर देश चाहिँ जलाएको रहेछन् भन्ने यहाँबाट पनि प्रमाणित हुन्छ। यिनीहरूको अर्थ मन्त्रालय, यिनीहरूको सेयर बजार, यिनीहरूको डिभिडी होइन एभिडीहरू चलेको देख्दा होइन र देशको स्थिति ओह्रालो लागेको हेर्दाखेरि यिनीहरू चाहिँ लुट्न आएकै रहेछन् भन्ने कुरा चाहिँ बुझिन्छ। तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू? घन्टेहरूले के साँच्चै राम्रो गरे हो? घन्टे सरकारले के देश परिवर्तन गरेकै हो? डिजिटल नेपालको नाममा जनतालाई लाइन लाउनु पुरानो भन्दा नि उल्टो एक्स्ट्रा 1500 तिर्नुपर्छ र क्युआर कोडबाट दिइन्न भनेपछि के नयाँ परिवर्तन यही हो साथीहरू? त्यत्रो मिलियन डिजिटल नेपालको नाममा त्यत्रो मिलियनको ऋण त्यही गर्नलाई थियो। तपाईँहरूलाई कस्तो लाग्छ यो चाहिँ भन्नु होला है। तपाईँहरूलाई यो विचार है कस्तो लाग्छ? घन्टे सरकारले के ठिक गर्यो? के नयाँ परिवर्तन भयो कि झोले झाम्तेहरूलाई कमेन्ट गर्न र गाली गर्न लागि मात्रै परिवर्तन भयो? तपाईँ आफै भन्नु होला है।